सो हेलो एभ्रीवन, आज हामीले चाहिँ पब्लिक डेट सस्टेनेबिलिटी बारे बुझ्छौं। सो पब्लिक डेट सस्टेनेबिलिटी भनेको के हो? पब्लिक डेट चाहिँ त्यतिखेर सस्टेनेबल हुन्छ इफ द एक्जिस्टिङ स्टक अफ द डेट डु नट क्रिएट एनी प्रेसर इन द मैक्रो इकोनोमिक मैनेजमेंट अफ द कंट्री एन्ड इट इज एज्युम दैट इट विल नट क्रिएट एनी प्रेसर इन द फ्यूचर। हामीसँग जुन डेट स्टकमा छ त्यसले कुनै पनि प्रेसर, सिरियस प्रेसर कन्ट्रीको मैक्रो इकोनोमिक म्यानेजमेन्टमा पार्दैन भन्ने हामी त्यसलाई पब्लिक डेट सस्टेनेबिलिटी भन्छौं। यसमा गभर्नमेन्टसँग उसले पे गर्न सक्ने इन्ट्रेस्ट र कहिलेकाहीँ प्रिन्सिपलहरू पनि उनीहरूले चाहिँ पे गर्छन्, त्यसको लागि इनफ फन्ड हुन्छ र यसको लागि चाहिँ कुनै पनि एक्सपेन्डिचर गर्नको लागि अरू एरियाको एक्सपेन्डिचरलाई चाहिँ अथवा पैसालाई चाहिँ हामीले के गर्दैनौं, युज गर्दैनौं। अब पब्लिक डेट सस्टेनेबिलिटी के गरेर हुन्छ, कसरी हेर्ने? हाम्रो देशको डेट चाहिँ सस्टेनेबल छ कि छैन भनेर हेर्नको लागि त्यहाँ चाहिँ भेरियस इन्डिकेटर्सहरू हुन्छ जसले पब्लिक डेट सस्टेनेबिलिटीलाई चेक गर्छ। जस्तै पहिलो नम्बरको इन्डिकेटर भनेको के हो त भन्दा हाम्रो आउटस्ट्यान्डिङ डेट, जीडीपी रेसियोसँगको हाम्रो आउटस्ट्यान्डिङ डेट कति छ। यो चाहिँ जति थ्रेसहोल्ड लेभल हुन्छ त्यो लेभलसम्म अथवा त्यो भन्दा मुनि छ भने हाम्रो पब्लिक डेट के हुन्छ, सस्टेनेबल हुन्छ। अर्को कुरा हेर्नु पर्यो, हामीले लिएको पब्लिक डेटको इन्ट्रेस्ट रेट र देशको इकोनोमिक ग्रोथ रेट। यदि हामीले लिएको पब्लिक डेटको इन्ट्रेस्ट रेट भन्दा हाम्रो इकोनोमिक ग्रोथ रेट पनि धेरै छ भने त्यो पब्लिक डेट के हुन्छ त, सस्टेनेबल हुन्छ। हामीले अर्को हेर्छौं डेट सर्भिसिङ टु जीडीपी रेसियो। डेट सर्भिसिङ भनेको चाहिँ हामीले मन्थली अथवा एन्युअली पे गर्न चाहिने अमाउन्ट अफ क्याश हो। यदि त्यो क्याश हाम्रो जीडीपी को 5% भन्दा कम छ अथवा 5% मा छ अथवा त्यो घटिरहेको छ भने पनि डेट के हुन्छ, सस्टेनेबल हुन्छ। त्यस्तै गरेर हामीले के गर्छौं, डेट सर्भिसिङलाई एउटा जीडीपी सँग हेर्यौं, अर्को भनेको हामीले के सँग हेर्छौं त भन्दा डेट सर्भिसिङ टु गभर्नमेन्ट रेभिन्यू। र यदि त्यो डेट सर्भिसिङ गभर्नमेन्ट रेभिन्यू भन्दा को 25% अथवा त्यो भन्दा कम छ भने पनि पब्लिक डेट के हुन्छ, सस्टेनेबल हुन्छ। अर्को भनेको इस्यु अफ फ्रेश लोन हैन, टु सस्टेन द पब्लिक डेट। जस्तै पब्लिक डेट पे गर्नको लागि यदि हामीले नयाँ फ्रेश लोन चाहिँ इस्यु गर्न परेको छैन भने पनि त्यो बेला पब्लिक